नमस्कार सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ। अनि श्रावणको 1 गतेको सबैजनालाई शुभकामना। त्यसको साथसाथै लुतो फाल्ने दिनको पनि शुभकामना। सबैजना माइत जानुभयो होला। मेरो चाहिँ माइत टाढा थियो, जान सम्भव नभएको कारणले म चाहिँ गइनँ। अनि घरमा बसेर के खाने त भन्दाखेरि मम्मीले चाहिँ पुरी खाने आज भन्नुभयो। अनि हामीले चाहिँ पुरी बनाउन रेडी गर्दैछौँ। म चाहिँ पहिला तरकारी पकाउने भनेर पकाउँदैछु। पहिला चाहिँ मैले सेतो चना र आलुलाई बोइल गरिसकेको थिएँ। अनि तरकारी पकाउनलाई मसलाहरू टमाटर प्याज हालेर एकछिन छोपेर पाक्नको लागि छोडिदिएँ। अनि पाकिसके मसलाहरू पाकिसकेपछि माथिबाट सेतो चना र आलुलाई एड गरिदिएँ। अनि पनिरलाई चाहिँ यता तार्नको लागि राख्दैछु। पनिर तारिसकेपछि तरकारीमा राखेँ। अनि तरकारीमा राखिसकेपछि तरकारी पाक्यो। अनि तरकारीलाई छोपेर राखिदिएँ। अनि मम्मी चाहिँ पुरी बनाउन रेडी गर्दै हुनुहुन्छ। मम्मीले चाहिँ पुरी बेल्दै हुनुहुन्छ, म चाहिँ पकाउँदैछु। दिदीले प्याज खुर्सानी अनि लेमन काट्दै हुनुहुन्छ। मेरो बुढो चाहिँ मेरो भिडियो बनाइदिँदै हुनुहुन्छ। हामी चाहिँ घरमा छुट्टीको दिन चाहिँ सबजना मिलेर काम गर्छौँ। अनि श्रावण महिनामा कसले माछा मासु खानुहुन्छ त? मम्मी र म चाहिँ श्रावण महिनामा माछा मासु खाँदैनौँ। अनि कतिजना त माइतमा गएर रमाइलो भन्ने गर्दै हुनुहुन्छ होला। म त जान पाइनँ, नेक्स्टचोटि जानेछु। अनि हामीले चाहिँ सबजना मिलेर घरमा बसेर खायौँ। अचार पनि बनाएको थियो, अचार त राख्नै बिर्सिएछु, सरी ल। बाई बाई, नेक्स्ट भिडियोको लागि।